आज तपाईँहरूलाई आफ्नो होस्टेलको रुम टुर दिन गइरहेको छु र यो मेरो साथी रुममेट प्रवेश र मेरो यो दोस्रो रुममेट उहाँ सुत्न मात्र आफ्नो रुममा जानुहुन्छ र यो मेरो बेड। अब स्थिति हेर्दाखेरि तपाईँले आफूले भन्न सक्नुहुन्छ मेरो मिहिनेत कतिको छ यो रुममा बस्न। यहाँ सामानको यो भण्डार र यो यतापट्टि अलिअलि डब्बासब्बा र यो यहाँ अलिअलि के छ अनि यहाँ यो अब यस्तै हो। अब यो बिहानै जान्छु म बिस्तारै। यो रुमको हालत देख्दाखेरि चाहिँ उपयुक्त छ जस्तो मलाई लाग्दैन र डस्टबिन भनेर मैले झुक्केर यहाँभित्र डब्बा हाल्दैछु तर डस्टबिन चाहिँ होइन, यो नुहाउने डोल हो। डोल बाल्टीलाई डोल भनिन्छ मैथिली, मैले उसले सिकाएको। अनि अर्को छ मेरो यहाँ मेरो रुम छ अनि यो बाहिर भयो, यहाँ हाम्रो वासरुम छ। यति हो, यहाँ जुत्ता राख्छौँ हामीले। अनि यति भन्दै म आफ्नो शब्द टुङ्गाउँछु र अर्को अन्तिममा म उहाँलाई देखाउन चाहन्छु। उहाँ चाहिँ हाम्रो गुरु, मेरो गुरु।